के मैले पकाएको मासु मेरो बहिनीलाई मिठो लाग्यो र? हेलो हेलो एभ्रिवान, वेलकम टु माई न्यू भ्लग। आजको भ्लगको सुरुवात चाहिँ हाम्रो पाहुना आउनुभएको रहेछ घरमा। अनि पाहुनाको लागि सब्जी भातहरू पकाउन थाले। मम्मीले पनि पकाउनु हुन्थ्यो होला सायद, तर मम्मीको साउने व्रत भएको कारणले गर्दा मैले मासु पकाउनु पर्ने भयो। मम्मीले मासु नछुने भन्नुभयो, त्यही भएर मैले मासु पकाउनुतिर लागेँ। ल मैले पकाएको मासु कस्तो चाहिँ हुन्छ होला त, हेरौँ है सबैजना। तर हाम्रो घरको बेसारी खै कस्तो खालको हो, त्यो हुन्छ नि जब त्यो पाक्नुभन्दा अगाडि चाहिँ राम्रो रङ दिन्छ, तब पाकेपछि हल्का अलि डार्क दिन छोडेर अर्कै खालको दिन्छ। मतलब कि मलाई पकाउन नआएको हो कि यो चाहिँ मेरो दोस्रो टर्न हो मैले मासु पकाएको। पहिलो टर्न त हेरिसक्नु होला सबैजनाले, हेर्नु भएको छैन भने प्लिज हेरिदिनु होला। अनि हल्का ग्रेभी भएर त, तर हामी तीनजना हो, हल्का झोल पनि हालौँ न भन्ने जस्तो भयो क्या। दाल नपकाएको थियो त्यही भएर मुन्टा चाहिँ मम्मीलाई दिएको। अनि हल्का झोल पनि हालिदिएँ मैले। अनि हल्का रङ खै के भएर कस्तो भयो त, तर बुढीले पनि मिठो मानेर खाइन्। खाऊ त भनेको उसले पनि कस्तो भयो त, मिठो भन होला नि मैले पकाएको भने। मिठो छ किन त्यस्तो भन्नुभएको दादा भने। अनि मैले पनि दबारा खाएँ। मिठै भएको थियो।